उहिले उहिले हाम्रा बाजेका पनि बाजेका कति पुस्ता पो हो, उनका पालामा ढाक्रीहरू मंसिर पुसको दाई सकिएपछि मुगला नहुँदै नुन खेप्न जाने गर्थे। त्यस वर्ष पनि अरू वर्षकै जस्तो मंसिरे पुस सकिएपछि उनीहरू नुन खेप्न गए। धेरै दिन लगाएर नुन खेपी ल्याउने 3 जना ढाक्रीहरू एक दिन तेह्रथुम ओर्ले। थला डाँडाको खुरकुटे ओडारमा भारी तारी बिछाएर उनीहरू एउटा रुखमुनि खानपिन गर्न भनी बसे। खानपिन गर्ने चाँजो गर्नुभन्दा पहिले केही बेर सुस्ताएर गफसफ गरे। गरी खाने चाँजो मिलाउन चुलाको तर्खर गर्न थाले। 3 जना तीनतिर गए। 3 प्रोट्रा ढुङ्गा खोजी ल्याए र 3 मुखे चुलो बनाए। 2 जनाले गहिरो पनेराबाट बाँसको ढुङ्ग्रामा पानी ल्याए। एउटाले केराको झुरोमा चकमकले आगो पार्यो। यसरी चुलो चम्को गरी आगो सल्काएर ढिँडो पकाउन पानी बसाले। तर पानी अलिअलि तातेर बाफ छुट्दा छुट्दै ती चम्का लागेका 3 ढुङ्गाहरूमा एउटा चुच्चे ढुङ्गो बेसरी काम्न थाल्यो।